नमस्ते। कहिलेकाहीँ यस्तो लाग्छ नि होइन, के कुराले चाहिँ हामीलाई अगाडि बढ्न दिइराखेको छैन? पैसाले हो कि, अवसर नपाएर हो कि, या अरू नै केही? आज हामी यस्तै एउटा गहिरो विचारमा डुब्नेछौँ। त्यो विचार जसले भन्छ कि सबैभन्दा ठूलो पहाड त्यो बाहिर कतै छैन, त्यो त हाम्रै भित्र छ। ल, सुरु गरिहालौँ है त। एकछिन सोचौँ त यो कुरा। पहाड तपाईँ आफै हो। कति सजिलो छ है हामीलाई आफ्नो समस्याको दोष अरूलाई दिन। समाज यस्तै छ, भाग्यले साथ दिएन, सरकारले केही गरेन, यस्तै यस्तै। तर वास्तविक लडाई त बाहिर होइन रहेछ नि। लडाई त आफ्नै सोच, आफ्नै बानी बेहोरासँग पो रहेछ। ल, त्यसो भए यो भित्री पहाड भन्न खोजेको चाहिँ के हो त? आउनुहोस् यसलाई अलि केलाएर हेरौँ। हेर्नुहोस् त, वास्तविक बाधाहरू भनेका यिनीहरू हुन्। हाम्रो बानी, हाम्रो डर, हाम्रो अहंकार, हाम्रो विक्टिम बन्ने मानसिकता अनि मनभित्र गडेर बसेका पुराना भावनात्मक चोटहरू र आत्मध्वंस गर्ने बानी। जबसम्म हामी यी भित्री शत्रुहरूलाई चिन्दैनौँ, यिनीहरूलाई जित्दैनौँ, तबसम्म बाहिरी दुनियाँमा जति नै सङ्घर्ष गरे पनि केही हात लाग्दैन। अनि यहाँनिर एउटा एकदमै अचम्मको तर साँचो कुरा छ। धेरैजसो मान्छेहरू किन अगाडि बढ्दैनन् होला? जीवन गाह्रो भएर होइन, बरु उनीहरूलाई नयाँ बाटोको अपरिचित विकासभन्दा पुरानै बाटोको परिचित पीडा प्यारो लाग्छ। मतलब उही स्ट्याग्नेसन, उही प्रेडिक्टेबिलिटी, उही रिग्रेट। तर कम्तीमा त्यो आफ्नो जस्तो लाग्छ। नयाँ ग्रोथको लागि चाहिने डिस्कम्फर्ट र च्यालेन्ज लिनुभन्दा पुरानै दुःखमा बस्न सजिलो मान्छन्। अचम्म लाग्छ होइन? कहिलेकाहीँ त हामी आफै आफ्नो सबैभन्दा ठूलो दुश्मन बनिदिन्छौँ। अब हामी यही अनौठो व्यवहारको बारेमा कुरा गर्छौं, जसलाई भनिन्छ सेल्फ स्याबोटाज अथवा आत्मध्वंस। सेल्फ स्याबोटाज यो भनेको के हो त? यो एउटा यस्तो अवस्था हो जहाँ हामी एउटा कुरा चाहन्छौँ तर काम ठ्याक्कै उल्टो गर्छौँ। जस्तै सफलता चाहने तर त्यसको लागि चाहिने डिस्कम्फोर्टबाट भाग्ने, परिवर्तन चाहने तर आफ्नो पुरानो पहिचान म त यस्तै हो भन्ने सोचलाई चाहिँ च्याप्प समातेर बस्ने, स्वतन्त्रता चाहने तर बहाना बनाउने बानीको लतबाट नछुटकाराउने। ल, एउटा उदाहरण हेरौँ न काठमाडौँकै। कोही भन्छ, यार नेपालमा त केही हुँदैन, तर उसको दैनिकी हेर्यो भने दिनमा 6 घण्टा टिकटकमा जान्छ, अंग्रेजी सिक्नु पर्यो भन्यो गाह्रो मान्छ, कुनै नयाँ स्किल सिकौँ भन्दा मतलबै गर्दैन, अनि हरेक विकेन्ड साथीभाइसँग बसेर रक्सी पिउनु पर्ने। अब आफै भन्नुहोस्, यो साँच्चै नेपालमा केही नभएर हो कि आफैले केही नगरेर हो? हो, यही हो कुरा। यो खराब भाग्य होइन, यो त रियलिजमको, अर्थात् म त यथार्थवादी हो भन्ने बहानाभित्र लुकेको सेल्फ साबोटाज हो। व्यक्ति आफैले आफ्नो प्रगतिको बाटोमा बन्चरो हानिरहेको छ। अब कुरा गरौँ हाम्रो दिमागभित्र लुकेर बसेका केही अदृश्य पिञ्जडाहरूको। यस्ता पिञ्जडा जसले हामीलाई थाहै नपाइकन बन्दी बनाइरहेका हुन्छन्। जस्तै हाम्रो इमोसनल ट्रिगर्स, आराम खोज्ने बानी र हाम्रो पहिचान। यो ट्रिगरको असर बुझ्न यो कथा सुनौ। एउटा केटा जो सानोमा सधैँ अरूसँग दाँजिँदै हुर्कियो, हेर त फलानुको छोरीले कस्तो राम्रो गर्यो, अब ऊ ठूलो भयो, ऊ कुनै नयाँ काम गर्न डराउँछ किनकि फेल भयो भने उसलाई त्यो पर्सनल अट्याक जस्तो लाग्छ। कसैले उसको कामको आलोचना गर्यो भने उसलाई एकदमै रिस उठ्छ। ऊ आफ्नो इगो जोगाउन तुरुन्तै हार मान्छ। बाहिरबाट हेर्दा लाग्ला उसमा आत्मविश्वासको कमी छ, तर वास्तविकता के हो भने उसले त्यो बाल्यकालमा पाएको तिरस्कारको चोटलाई कहिले निको पार्न सके। र यसैले भनिन्छ, यदि सानोतिनो टिप्पणीले पनि गहिरो चोट पुर्याउँछ भने तपाईँ संवेदनशील भएर होइन, तपाईँ घाइते भएर हो। एकछिन सोचौ त यो कुरा, कतै हाम्रो मामलामा पनि यस्तै त छैन? अब दोस्रो पिञ्जडाको कुरा गरौँ, आरामको पिञ्जडा। हाम्रो दिमागको एउटा रमाइलो बानी छ, यसलाई सफलताभन्दा सुरक्षा प्यारो लाग्छ, ग्रोथभन्दा सेफ्टी प्यारो लाग्छ। त्यसैले यो सधैँ सजिलो परिचित बाटो खोज्छ र हामीलाई थाहा हुँदाहुँदै पनि परिवर्तनको बाटोमा जानबाट रोक्छ। यो संस्कृतिको बहानालाई हेरौँ न। एउटी युवती छिन्, उनी स्वतन्त्र हुन चाहन्छन्, तर उनलाई समाजले के भन्छ भन्ने डर छ। त्यसैले उनी आफ्नो आत्मसम्मानभन्दा परिवारको स्वीकृतिलाई ठूलो मान्छन् र उनीहरूकै नियन्त्रणमा बस्छिन्। अनि जब कोही सोध्छ उनी भन्छन्, के गर्नु, हाम्रो कल्चर नै यस्तै छ। तर वास्तविकता के हो? के उनलाई साँच्चै संस्कृतिले रोकेको हो कि समाजको डरले? र तेस्रो, सायद सबैभन्दा खतरनाक पिञ्जरा, पहिचानको जेल। हामीले आफ्नो बारेमा एउटा कथा बनाएका हुन्छौँ, म यस्तो मान्छे हुँ भनेर। जब हामी त्यो पहिचानको रक्षा गर्न थाल्छौँ,
हामी त्यही पहिचानको कैदी बन्छौं, त्यसबाट माथि उठ्नै सक्दैनौं। कति सुनेका छौं होला हामीले यस्ता कुरा, होइन? म यस्तो मान्छे त होइन। के गर्नु, यो त मेरो नेचरै हो। मलाई बिजनेस सुट गर्दैन। सुन्दा सामान्य लाग्छ, तर यी वाक्यहरू होइनन्, यी पर्खाल हुन्। यिनले हाम्रो अहिलेको मलाई त जोगाउँछन्, तर भविष्यमा बन्न सक्ने मको सम्भावनालाई चाहिँ सुरुमै सिध्याइदिन्छन्। ल, अहिलेसम्म हामीले समस्याको जरो कहाँ छ भनेर हेर्यौं। अब समाधानतिर लागौं। यसको सुरुवात एउटा निकै शक्तिशाली मानसिकताबाट हुन्छ, र त्यो हो आफ्नो पीडा आफै छान्ने। हेर्नुस्, जीवनमा पीडा त अनिवार्य छ, तर हामीसँग एउटा छनौट छ, कुन खालको पीडा भोग्ने। एकातिर छ जानी रोजिने पीडा, अनुशासनको पीडा, फोकसको पीडा, ग्रोथको पीडा। अर्कोतिर छ बेवास्ता गर्दा आउने पीडा, लामो समयसम्मको दुःख, स्ट्याग्नेसन र पछि गएर हुने पश्चाताप। रोजाइ हाम्रो हातमा छ। यो भनाइले धेरै कुरा बन्छ। गरिब रहनुले अझ धेरै दुख्छ, केवल बिस्तारै दुख्छ। अनुशासनको पीडा भनेको ब्यान्ड एकैचोटि तान्दाको दुखाइ जस्तो, एकछिन दुख्छ तर सकिन्छ। तर आराम रोजेर आउने पश्चातापको पीडा भनेको सानो घाउलाई बेवास्ता गरेर त्यसलाई कुहिन दिनु जस्तै हो। दुखाइ बिस्तारी बढ्दै जान्छ र लामो समयसम्म रहिरहन्छ। अब हामी यो विश्लेषणको सबैभन्दा गाह्रो तर सायद सबैभन्दा महत्त्वपूर्ण विचारमा आउँदैछौं, जिम्मेवारीको स्वतन्त्रता। जिम्मेवारीको परिभाषालाई यहाँ अलिकति फरक तरिकाले हेरौं। जीवनमा जे जस्तो अवस्था छ त्यसको जिम्मेवारी लिनु, भले त्यो तपाईको गल्तीले नभएको होस्। हो, गल्ती र जिम्मेवारी दुई फरक कुरा हुन्। तर यो किन यति महत्त्वपूर्ण छ त? किनभने जबसम्म हामी अरूलाई दोष दिइरहन्छौं, हामी एउटै ठाउँमा अड्किरहन्छौं। तर जब हामी जिम्मेवारी लिन्छौं, हामी आफ्नो जीवनको नियन्त्रण फिर्ता पाउँछौं। जस्तै देशमा भ्रष्टाचार हुनु तपाईको गल्ती होइन, तर त्यो सिस्टममा कसरी अगाडि बढ्ने वा हार मान्ने त्यो तपाईको जिम्मेवारी हो। दोषले कैदी बनाउँछ, जिम्मेवारीले शक्ति दिन्छ। ल, त्यसो भए अब के गर्ने त? आफ्नो यो भित्री पहाड पत्ता लगाएर यसमाथि विजय पाउन के चाहिने रहेछ त? यसका लागि कुनै जादुको छडी वा बाहिरबाट कसैले आएर मद्दत गर्ला भन्ने आशा चाहिँदैन। चाहिने 3 कुरा छन् र ती सबै हाम्रै भित्र छन्। पहिलो, आफूसँग क्रूर रूपमा इमान्दार हुने हिम्मत। दोस्रो, भावनात्मक अनुशासन। र तेस्रो, असहज हुन तयार हुने इच्छाशक्ति। र यो सबै कुराको सारको रूपमा म एउटा शक्तिशाली प्रश्न छाडेर जान चाहन्छु। जब पनि जीवनमा कतै अड्किएको जस्तो लाग्छ, आफैलाई यो एउटा प्रश्न सोध्नुहोस्। यो समस्यालाई जीवित राख्नको लागि मैले त्यस्तो के गरिरहेको छु? यसको इमान्दार जवाफले नै तपाईलाई आफ्नो भित्री पहाडको बाटो देखाउनेछ।